अब यो सत्यता र प्राचीन काल युगदेखिकै इन्द्रायणी माई भनेर अब हामीले मान्दै आएको छौँ। हाम्रा पुर्खा नेवारी समुदायले धेरै अगाडि प्राचीन काल युगौँ युगदेखि नै इन्द्रायणी माई र यो बालकुमारी सबभन्दा पहिला आउँदाखेरिमा त यो बेलायतको पोकल्यान्ड टापुबाट आउनुभएको रहेछ। इन्द्र सरोवरमा बस्नु भएको रहेछ, जुन अहिले इन्द्र सरोवर कुलेखानीदेखि माथि छ। कुलेखानीलाई इन्द्र सरोवर भन्ने गरेको छ। इन्द्रायणी माईको पहिलो वासस्थान त्यही नै रहेछ। अनि उहाँहरूले चरण धरण गर्नुभयो, संसार ढुल्नुभयो। दक्षिण लङ्का काङ्ग्राङ घाट भनेको सिलगढी दार्जिलिङको, दक्षिण लङ्का भारतको काङ्ग्राङ घाट भनेको काँकर भिट्टा हो। अनि त्यसदेखि उहाँलाई बस्नु इच्छा रहन्छ। कर्णध्वज दानव र इन्द्रायणी माई इन्द्रका 12 अप्सरा र जङ्गली ऋषिमुनि भनेको कुसुम जात, जङ्गलको क्षेत्री जात शुद्ध। अनि उहाँहरू रमन दिँदै आउनु भएर अनि बडो रमाइलो स्थल भाङखुरे भनेको भाटाखोल, टिकुराको पर्वत भनेको ब्राह्मणहरू बसिएको ठाउँ, पालुङको अङ्गारे। त्यस स्थललाई अहिले आएर हामी के भन्छौँ, अङ्गारी भन्छौँ। र इन्द्रायणी माईलाई हामीले यो जात्रा मनाउँदै आएको अहिले 11,000 वर्षको हाराहारीमा सिलसिलामा आइपुगिसकेको छ। अति शक्तिशाली र अति महान भगवतीको रूपमा, जस्तो सिन्धुपाल्चोकमा भगवती देवीलाई मान्छौँ, जस्तो दक्षिण कालीमा दक्षिण काली मातालाई मान्छौँ, पश्चिममा हामी गोरखकाली र वृन्दावासीलाई मान्छौँ, मनकामना माईलाई हो। त्यस्तै गरेर हाम्रो आफ्नो धर्म, आफ्नो संस्कारलाई हामीले जोगाड गर्दै आइरहेका छौँ।